Hello guys, welcome back to my channel with love. हामी चाहिँ गुम्बा दर्शन गर्न आएका छौं। आज 2082 असार 4 गते फ्लाइट छ। गुम्बाबाट घर आएर म चाहिँ बबिता आउँदै छु, त्यही भएर आरएनसी जाँदै छु। यो चाहिँ पसल के माला छुटे के भनेर गएको थिए। यो चाहिँ मेरो साथी हो हैन, आज चाहिँ भेट्दा चाहिँ यो है। अब म पुरान जान पाइन, त्यही पनि माया नमान्नु, म दुखी नगर्नु। हेरिरहेछस् नि? खाना लाउँदै पुगे। थ्याङ्क यू। के छैन होला है? हेर्दा भेटन लाउनी भेट्दा मया हस्ला कि छोड्दा आँसु खस्ला कि सिउरे दिउँ कि टपक टिपी मेरी हजुर। हामीले चाहिँ केक सेलिब्रेसन गर्यो हैन, काट्यो हैन, एकछिन टिकटक बनायो भुगल पार्कमा है, रमाइलो भयो। थ्याङ्क यू। अब कहिले भेट हुन्छ थाहा छैन, माया नमान्नु, त्यही हो। अब आफ्नो सपना पुरा गर्नु, भविष्य बनाउनु, त्यही हो। विषहरू त के छ र? रमाइलो भयो। मेरो बिहेमा आउनु पोसिबल भएसम्म भाग्यले जुरायो भने। अहिले चाहिँ यो न्यू रोड हो। बाबु 10 मिनट वेट गर है। अब 10 मिनट वेट गर है। अब सबै कुरा भइसक्यो। हैन यता हेर्नु।
भिडियो बनाउँदैछु। ल एकछिन लिएर हुन्छ निको म फोटो कि भिडियो बनाउँछु हामी प्लेन चढ्नलाई चाहिँ यो बसमा चढ्यौँ होइन बस एकदम प्याक छ सबैतिर चाहिँ फाइनली कुवेत एयरलाइन्स लिनु फाइनली हामी युएसएको लागि कुवेतसम्मको चाहिँ प्लेनमा बस्यौँ। अब यहाँबाट कुवेतसम्म जान्छौँ है। झोलासोला राख्छ कि माथि पनि राखेँ यहाँ पनि छन् यो के क्या अब राखेर रहेछ यहाँनिर यो हेडफोन र कम्बल हो कि के हो सिटमा के पो भन्छस् यहाँ मामाले अब सेप्सन निभान्जी भनेर भन्नुभएको रहेछ। हजुर हस् हामी चाहिँ उड्न लाग्यौँ गाइस 12-12मा हिँड्यौँ तिरुवन इन्टरनेसनल एयरपोर्टबाट। बाहिर चाहिँ थोरै थोरै पानी परिरहेको छ है। उड्यो ल उड्यो नि यो चाहिँ तलबाट आन्टीले बनाउनु भएको भिडियो हो कि क्या हो ठ्याक्क हामी उड्दाखेरिको। त कुन कुन ठाउँ होला है यो त्यही त बाफ्रे यहाँ चाहिँ अगाडि स्क्रिनमा कहाँ पुग्यो म्याप देखिरहेछ होइन। अब चाहिँ हामी खाना खान्छौँ। खाना चाहिँ मिठो छ यहाँ खाना खाइरहेछौँ गाइस हेर्नु होला। प्लेन चढेको चाहिँ 1 घन्टापछि हामीलाई खाना आएको थियो गाइस तर मिठो थियो खाना जस रमाइलो भयो। अहिले चाहिँ रातिको 3:30 भयो होइन। प्लेन चाहिँ माथि पुगेको उभियो कि किन उभियो थाहा छैन गाइस हामी 5-6 घन्टापछि कुवेत पुगिसकेका छौँ। अब बस्नलाई क्या हो यो कस्तो दामी है कुवेत सिटी माथिबाट हेर्न त
चाहिँ 5:10 भयो नेपाल टाइम 5:10 तर यताको टाइम चाहिँ 2:20 चाहिँ हामी कुवेत ल्यान्डिङ भयो। मान्छेहरू सुतिरहने यहाँ ट्रान्जिटमा एयरपोर्ट। यो चाहिँ $5 को कफी क्या। हामी यो कुवेतमा चेकिङ भएर अनि अब प्लेनको लागि कुरिरहेछौँ भनेर होइन वेटिङ चाहिँ USA को लागि चाहिँ प्लेन आउँदैछ। वेटिङ हामी चाहिँ अब USA को लागि प्लेन चढ्न गइरहेछौँ होइन। एउटा हौँ त्यहाँ प्लेन मा फाइनली हामी USA को लागि प्लेनभित्र बसिसकेका छौँ। अब इङ्ग्लिस के हेर्ने लाइन किङ लगाइसकेँ मैले। بدرجة رجال الأعمال أو تحتاج عدد الركاب في الدرجة السياحية. انزع الغطاء ثم اسحبها وأفردها ومن ثم أدخل السترة فوق رأسك. مرر الشريط. कुवेतबाट USA को लागि 12 घन्टाको फ्लाइटमा चढेका छौँ गाइस। अनि खाना आएको छ, मिठो छ खाना। लन्डन हुँदै पहिला पोस्टर आउँदो रहेछ। मा चाहिँ यहाँ म्याप हेर्दै हुनुहुन्छ, म चाहिँ अङ्ग्रेजी मिडियम मुभी हेर्दैछु। यो मुभी भ्याएपछि म चाहिँ सुत्छु। म्याप हेर्दै सुत्नुभयो उहाँ चाहिँ। कस्तो राम्रो देखिरहेको थियो बाहिर यो हिमालहरू है। कुन ठाउँ पुग्यौँ चाहिँ थाहा भएन तर यस्तो दामी भ्यू थियो। त्यो अगाडिको इङ्ग्लिस मिडियम मुभी भ्याएर पनि सुतेर फेरि अर्को मुभी सुरु गरिसकेँ सलार। कस्तो दामी रहेछ यो मुभी पनि। मुभी मात्रै हेर्दै बसिरह म त। बाहिर हेर्ने भ्यू फेरि मुभी हेर्ने खाने यही छ अहिलेसम्म चाहिँ चलेर। जेस् रमाइलो लागिरहेछ। फेरि खाना आयो गाइस, हामी चाहिँ खान्छौँ है अब। लेखेको देखाउँछ त्यो पछाडि। आइल्यान्डहरू चाहिँ देखिरहेको छ यहाँ माथिबाट। पुरा पानी पानी नै पानी छ। फाइनली गाइस न्युयोर्क सिटी देखिसकेको छ माथिबाट होइन। अब हामी चाँडै नै झर्छौँ होला यहाँबाट। यताको चाहिँ अब न्युयोर्कको चाहिँ अहिले कति 1 बज्दैछ। नेपालमा चाहिँ राति भएर होला। हामी पुगिरहेछौँ यता दिउँसो।
यही होला गफाने मैले यो गाडी आए जस्तो छ हामी होइन त्यो होइन 44 हो खै त 55 भयो होइन पछाडि गयो के हो 54 ए पछाडि गयो 50 कहाँ हो यो हो के कता अब त यो हो कि 44 यो घर हो कि यो घर यहाँ बाबाथाम भयो पछाडि छ कि घर म यताबाट आउँथेँ कि पहिला यो हो त्यसलाई कहाँ राख्नु त गाडी यहाँ राख्नु पर्छ रेन्ज रोभर डिफेन्डर मिठो खाना छ गाइस बटुक पनि खायौँ हामी चाहिँ ग्राउन्ड फ्लोरमा बसिरहेछौँ उहाँ चाहिँ खाना खाएर सुत्नुभयो मेरो हबी टबी म चाहिँ अब माथि जान्छु यसो एकछिन बसेर साँझको खाना खाएर सुत्नुपर्छ अब अघि खाना खायो भने भोक लाग्यो छैन अरे हामीले 2 बजे पुगेर खाना खाथ्यौँ फेरि खाएँ मैले त नीले नीले अंबर पर चांद जब आए प्यार बरसाए